लाइक मलाई लास्ट याद आइरहेछ मेरो साथीहरूको टक्क चिया खान जाने दिन बाइकमा आनन्दले है डाँडा काँडा हेर्दै त्यो दिनहरू पनि थियो है हेर अहिले म बाटोमै हिँड्दैछु एकान्तमा एक्लो होइन दुनियाँ कसैले कसैलाई मतलबै गर्दैन मलाई यहाँ आएर च्याप्प पारेर च्याप्चुप पारिदियो भने नि कोहीले थाहै पाउँदैन यस्तो छ हेर अन्जान छ जिन्दगी हेर लाइक हामी नेपालीहरूको जिन्दगी नै यस्तो रहेछ कि गधाकै जिन्दगी रहेछ कि केटा हेर होइन हुनलाई फोर्समा हुनुपर्ने नत्र ठाउँै नपाउने अब बाहिर गयो विदेश आयो होइन आमा बाउलाई त्यस्तै सम्झना आउने केटा तेरो नि अब पाली आउँछ बिस्तारै सकेसम्म मैसँग आइज यार उनी यहीँ आएर रमाइलो गरौँला त्यो दिनहरू होइन हिमाल हेर्न गएको टक्क ट्रेकिङ गएको त्यो दिनहरू मिस भइरहेको छ नि यार साथी यार तर के गर्ने अब आफ्नो भविष्यलाई नै सोच्नु पर्यो हेर आफ्नो त छोड्दे परिवारको भविष्यको लागि सोच्नु पर्यो हेर आमा बुढो हुनु भएको छ है अब बिस्तारै बिस्तारै व्यवहारिक नि हुनु पर्यो अब सपनाहरूलाई त रित्तो होइन सपनाहरूले त मलाई रित्तो बनाइसक्यो अब त्यही हो गोजीले पनि रित्तो बनाउँछ कि भन्ने डर हो नि त डरले म यता आएँ विदेश आएँ हेर केटा तिमीहरूको पनि सम्झना आइरहेको छ यस्तै छ त नि यार जिन्दगी यार साथी यार म यहाँ आएर नहाँसेको भयो होला 2-3 महिना होला होला हौ म यहाँ आएदेखि हाँसे छैन हौ केटा तेरो पनि सोचाइ थियो मेरो पनि सोचाइ थियो यस्तो गर्छु त्यस्तो गर्छु भन्ने होइन देशले मलाई त चुत गर्नै दिएन हेर सपना देख्नै दिएन एउटा कुरा पुरा हुन त छोड्दे सपना देख्दै होइन उम्ला काटिदिन्थ्यो त्यस्तो देश यो देशमा चाहिँ सपना देखे चाहिँ पुरा हुन्छ तर के गर्नु यार साथी सपना देखेर मात्र के हुन्छ र होइन यो देशमा आएर त्यही हो गधाकै जिन्दगी हो यहाँ घोटिन सक्नु छ केटा बाध्यता र जिम्मेवारी भने यस्तै रहेछ दुःख सुख सबै देख्नु पर्दो रहेछ हौ लाइफमा देखियो पनि देख्दैछु पनि यस्तो प्यासन थियो हेर हामीमा केही मेहनतले 100% दिएको थियो हामीले आफ्नो होइन त्यो पनि खै के भयो त नि जसको लेखेको थियो नि निधारमा श्री लेखेको थियो नि हो त्यसले पायो अब हाम्रो त निधारमा त यस्तो लेखेछ अनि